आज असार मसान्तमा नेपालको सबै मालपोत कार्यालयहरूमा चाहिँ मेला लागिरहेछ, किनकि अब साउन 1 गतेदेखि चाहिँ ट्याक्सको रेटहरू बढ्नेछ। त्यसैले गर्दाखेरि हामी पनि आज दुईवटा ट्रान्जेक्सन छ, मेरो पर्सनल पनि एउटा बेच्ने छ एउटा लिने छ। त्यसले गर्दा आज नै हामी दुईवटा ट्रान्जेक्सन गर्न आँटेको, लिने पनि बेच्ने। अनि यहाँनिर बाइकहरू पुरै भरि छ, अनि यहाँ मालपोतभित्र पनि पुरै भिड छ, अनि हरेक लेखापढीको अफिसहरू सबै आज प्याकम प्याक छ है। अनि सिस्टमै नचलेर अहिले चाहिँ सबै अफलाइनै काम हुँदैछ। अफलाइन पनि बल्ल बल्ल नोटिस आए पछाडि मात्र अफलाइन सुरु भयो। र अब यहाँसम्म मसान्तभित्र पास गर्नुहुनेलाई चाहिँ अलिकति कम ट्याक्स पर्यो। मसान्त पछाडि चाहिँ 5 वर्षभित्र बेच्नेलाई चाहिँ 10% र 5 वर्ष कटे पछाडि बेच्नेलाई चाहिँ 7.5% भएको छ। पहिला चाहिँ यो रेटहरू 5 र 7.5 थियो, अहिले 7.5 र 10 भएको छ। र यहाँ पनि बाइक स्कुटीहरू पुरै एकदमै भिड छ। आज मसान्तले गर्दाखेरि रेट चेन्ज भएकोले गर्दाखेरि आज एकदमै भिड छ र सर्भरहरू चलेको छैन। बिहानै 9 बजेदेखि नै आएर बसेको म चाहिँ अब कति बजीसम्म हुन्छ आज काम, होपफुल्ली आजै सकियोस् काम चाहिँ। र हाम्रो रेलवेमा एडभर्टाइजमा राखेको जग्गा चाहिँ सोल्ड आउट भइसक्यो। एक साइडको राखेको थियौँ जग्गा, तर अर्को साइडको पनि जग्गा सोल्ड आउट भयो। र त्यो रेन्जको जग्गाहरू चाहिँ अब सकिसक्यो। र अब अलिकति अझै राम्रो जग्गाहरू चाहिँ रेलवेमा छ, त्यो चाहिँ अलिकति प्राइस इन्क्रिज भएको छ। र त्यो जग्गा चाहिन्छ भने हजुरहरू सम्पर्क गर्नुहोला। र हजुरहरूसँग धरान वरिपरि होइन, धरानभित्र 8 देखि 10 धुरको चट्ट मिलिएको 30 फुट मुख भएको 20 फुटको बाटोमा जग्गा छ भने सम्पर्क गर्नुहोला। हामीसँग लिने मान्छेहरू थुप्रो हुनुहुन्छ। र एजे नेपाललाई फलो गर्दै गर्नुहोला।